13 मिटर 600 मिलिमिटर को लेन्थमा यो गहिराई खनिनेछ। दर्शक नमस्कार, आज हामी 13औं दिनमा रहेका छौँ। 13 दिनमा यो मुख्य गेटमा यसरी यो प्रोजेक्टको बारेमा सम्पूर्ण डिटेलहरू राखिएको छ। कहिलेसम्म सम्पन्न हुने, कति बजेटको हो, कुन कुन कन्ट्र्याक्टर हो, विशेष गरी यसमा चाहिँ एउटा मात्र कन्ट्र्याक्टरको यो विषय रहेको छ। यो BKOI KCDC जीले चाहिँ राखेको यो आफ्नो योजनाको बारेमा रहेको छ। वैशाख 24 गते सक्ने भनेर भनेको छ। 19 फागुनमा सम्झौता गरिएको विषय, यहाँ चाहिँ सम्पूर्ण अमाउन्टको विषय पनि रहेको छ। भ्याट सहित चाहिँ 49 करोड रुपैयाँ 25 लाख रुपैयाँ टोटल गरिएको छ, जो 42 करोडको यो बजेट रहेको छ। यसमा चाहिँ भ्याट साइडको विषयहरू उल्लेख गरेर सम्पूर्ण डिटेलहरू राखिएको छ। यो चाहिँ सार्वजनिक सूचना पनि जारी गर्नुपर्ने हुन्छ। यो चाहिँ जुन प्यारापिटतर्फको योजना हो। प्यारापिटतर्फको योजनामा चाहिँ आज तपाईँलाई विशेष जानकारी रहेको छ। विशेष जानकारी रहेको छ। एउटा चाहिँ हामीले दुईवटा भिडियो जानकारी गराउनेछौँ। पहिलो भिडियो चाहिँ हामी पाइलिङ मेसिन र यो जुन रातो यो स्यानीको मेसिन रहेको छ, यो सञ्चालनमा आएको थुप्रै समय भएको थियो। अब यसलाई चाहिँ आज सञ्चालनमा ल्याउँदै कार्यान्वयन गर्ने तयारी भइरहेको हामीलाई जानकारी प्राप्त भएको छ। यही अनुसारको भिडियो सामग्री यसमा रहेको छ। यो मेसिनले कसरी काम गर्नेछ, के यसका प्रक्रियाहरू रहेका छन्, सम्पूर्ण डिटेल टेस्टिङ फेजदेखिको एकदम एक्सक्लुसिभ विषय हामीले तपाईँलाई प्रदान गर्ने कोसिस गर्नेछौँ। अन्ततः पाइलिङ मेसिन सञ्चालनमा आउने तयारी भएको छ। धेरै दिन भयो तपाईँहरूले यो ठुलो बडै मानको यो मेसिन देख्नुभएको। आजबाट यो सञ्चालनमा आउनेछ र हामीले यसअघि तपाईँलाई डिटेलिङ जे गराएका थियौँ, जुन प्यारापिटतर्फको डिटेलिङ थियो, यति बेला अपरेटर यो मेसिनको सिटमा बस्ने तर्खर गरिरहनु भएको छ। हामी यति बेला पाइलिङ मेसिनको यो बडै मानको स्यानी कम्पनीको 155 SR क्षमताको यो पाइलिङ मेसिन स्टार्टिङ भइसकेको यो अवस्थामा रहेका छौँ। अब यो मेसिनले आज कसरी काम गर्छ त भन्ने विषय तपाईँहरूलाई जानकारी गराउनेछौँ। मेसिनको सुरुवाती पाइलिङ कामको चिनो पनि लागिसकेको छ। केही बेरमा यो चिनो पनि हामी तपाईँलाई देखाउनेछौँ। अघि तपाईँले हेर्नुभयो, डोजरले त्यो सम्माउने काम गरिराखेको थियो, त्यही ठाउँमा लगेर यो मेसिन लगेर राखिनेछ र अब यो मेसिन लाई स्टार्ट भइसकेको छ। अब यसले कसरी काम गर्छ, यसको के कस्तो हुन्छ, पहिलो आज दिन हो यसको कामको। हप्ता दिन भइसकेको थियो यो मेसिन ल्याएर यसरी ठडाइएको। किन ठडाइएको होला भनेर धेरैजनाले गुनासो पनि गर्नुभएको थियो। अन्ततः यसको कामको सही समय अहिले आइपुगेको छ र आइपुग्दै गर्दा चाहिँ हामी तपाईँलाई यहाँको सबै विषय कसरी काम हुन्छ भन्ने जानकारी गराउनेछौँ। सबैभन्दा पहिला चाहिँ यसको गोलाइको कुराकानी गरौँ। यो गोलाइ चाहिँ जम्मा यो 500 mm को रहेको छ। यो प्यारापिटतर्फ प्रयोग हुने यो एउटा पिलरको गोलाइ चाहिँ। अनि यसमा चाहिँ 3 प्रकारका फलामहरू युज गरिएको छ। अझै यसमा 4 प्रकारका फलाम युज गरिएका छ भनेर भन्न सकियो। सबैभन्दा पहिला यो फलाम रहेको छ। यसको यो गोलाइ रहेको छ 25 mm को गोलाइ रहेको छ। त्यसको लगत्तै अर्को आउने फलाम चाहिँ यो चाहिँ 20 mm को फलाम रहेको छ। यसमा अब अर्को फलाम पनि रहेको छ। यो बान्ने फलाम पनि युज भएको छ भने यतातर्फ हेर्नु होला, यो भित्री भागमा यो जहाँ चाहिँ यसरी यहाँ वायरिङ पनि गरिएको छ हैन। यो फलाम चाहिँ यो बेसमेन्टको यो तल्लो तह चाहिँ रात्रिकालीन समयमा अथवा यो वायरिङ गरिरहेको देख्नुभएको होला। यो फलाम, यो फलाम, यो फलाम र यो फलाम गरी 4 प्रकारका फलामहरू चाहिँ यहाँ युज गरिएको छ। तपाईँले यहाँ देख्नुभयो, यो 4 प्रकारका फलामहरू चाहिँ यहाँ यसरी प्रयोग भएको छ। र यो ठुला फलाम चाहिँ यहाँ 8 वटा रहेका छन्। यो साना फलाम चाहिँ 20 mm को फलाम चाहिँ यहाँ 8 वटा रहेका छन्। जम्मा 16 वटा फलाम चाहिँ यो पिलरमा प्रयोग भएका हुनेछन्। र यो सानो र ठुलोको चाहिँ साइज चाहिँ यो 10 mm को रहेको छ, देख्न सक्नुहुनेछ। र यो यहाँदेखि यो अर्को जुन पिलर त्यो वायरिङ गरेको छ त्यहाँसम्म चाहिँ 1 मिटरको भाग रहेको छ। 1 मिटर चाहिँ यसको साइज रहेको छ, जहाँ चाहिँ एउटा, दुईटा, तीनटा, चारवटा, 5, 6, 7, 8, 9, 10 वटा यो 10 mm को चाहिँ 10 वटा प्रयोग गरिएको छ। र यसरी 10 mm को चाहिँ यो तरिकाले यहाँ प्रयोग गरेको देख्न सक्नुहुनेछ। यो भित्री चाहिँ 16 mm को रहेको छ। यो 1 मिटरको यहाँदेखि यो जुन वायरिङ गरेको छ अर्को साइजसम्मको यो भित्र चाहिँ 16 mm को रहेको छ। त्यसरी अब यसरी बुझ्नु, 25 mm, 20 mm, 16 mm
र 10 mm को फलाम यसरी युज गरिएको छ र यसको टोटल लेन्थतर्फ जाउँ लम्बाइ चाहिँ यसको जम्मा 13 मिटर 600 मिलिमिटरको रहेको छ अर्थात् 14 मिटरलाई 400 मिटर मात्रै कम रहेको छ र यो तरिकाले रहेको छ। अनि यसको टोटल वेट चाहिँ कति छ त? टोटल वेट चाहिँ एउटाको अब टेन्टेटिभली हिसाब छ यसको चाहिँ 1000 किलो रहेको छ एउटा यो गोलाइको अर्थात् एउटा पिलरको गोलाइ। अनि जम्मा चाहिँ कतिवटा बन्छ त? जम्मा चाहिँ यस्ता खाले यो प्यारापिटतर्फको कुरा गर्दैछौँ हामी। प्यारापिटतर्फ चाहिँ जम्मा 354 वटा यो बन्नेछ। अहिले हामीले आजको दिनमा 13औं दिनको अपडेट दिने क्रममा चाहिँ अहिले एउटा दुईटा तीनटा चारवटा पाँचवटा बनेको छ र 6औं पिलर बनाउने तयारी भइरहेको छ र यो तरिकाले यहाँ काम भइरहेको छ। हामीले तपाईलाई एकदमै डिटेलिङ जानकारी दिने क्रममा रहेका छौँ। अनि यो कतिको साइजमा राखिन्छ त? एउटा पिलरलाई कतिको साइजमा राखिन्छ त? तपाईहरुलाई ठ्याक्कै जानकारी दिनुपर्दा एउटा पिलर 30 mm 30 मिलिमिटरको फरकमा राखिनेछ। यो तरिकाले चाहिँ यो फलामको तयारी गरिएको छ र यहाँ चाहिँ यो निर्माणको क्रममा रहेको छ। अब अलिकति जानकारी चाहिँ यो पाइलिङ मेसिनको बारेमा जानकारी दिउँ। यो जुन तरिकाले यो पिलरका लागि चाहिँ यो खाल्लो खनिनेछ त्यो 13.600 मिलिमिटरको यो पिलर रहेको छ। यो चाहिँ यही मेसिनले गाडिनेछ। यसका लागि लगभग यो आज चलाउने र यो अहिले जति बनिरहेको छ त्यसलाई चाहिँ गाड्ने त सम्मको तयारी भइसकेको छ र त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण अरू मेसिनहरू कङ्क्रिटका काम गर्नका लागि यहाँ मिक्सरहरू पनि रेडी तयारी अवस्थामा रहेको छ र हामीले तपाईलाई सम्भवतः यही भिडियोमा देखाउन सक्छौँ होला। यता अर्को डोजरले काम गरिरहेको छ। यो सम्माएर राख्नका लागि पनि ठाउँ निर्माण भइरहेको छ। यो चाहिँ पाइलिङ मेसिन राख्नका लागि अरू कङ्क्रिटका कामहरू पनि का लागि जे चाहिन्छ त्यसका लागि चाहिँ ससाना पाइप पनि हामी देखाउन चाहन्छौँ। त्यो साना पाइपहरू चाहिँ जब कङ्क्रिट भइसक्छ अथवा यो पाइलिङ मेसिनले खाल्डो बनाएर यो जुन बिमहरू रहेका छ फलामका यी पिलरहरू यसलाई भित्र जुन सिमेन्ट कङ्क्रिटका यो मसला पठाउनुपर्छ त्यसका लागि ससाना पाइप मार्फत पठाइनेछ र यो डिटेलिङ जानकारी हामीले तपाईलाई आज यसरी जानकारी गरायौँ। यो अन्य मेसिनहरू रहेका छन्, कति मिक्स गर्ने छ, कति पठाउने पम्प गर्ने मेसिनहरू रहेका छन् भने यो तरिकाले यहाँ काम भइरहेको छ। यो पिलरको एकदमै डेप्थ इन्फर्मेसन तपाईहरूले पाउनुभयो। फाइनली मेसिन चल्न सुरु गरेको छ यो पाइलिङका लागि। अब कसरी काम गर्छ त? धेरैजनालाई चासो थियो, हामीलाई पनि चासो छ यो मेसिनले कसरी काम गर्ला, के होला, हामीलाई धेरै बुझ्न हामीले खोजिरहेका छौँ। यस विषयमा तपाईहरुलाई जानकारी दिन पनि खोजिरहेका छौँ। अब पाइलको बारेमा अथवा यो जुन पिलरको बारेमा त धेरैजनाले थाहा पाइहाल्नु भयो भन्ने हाम्रो अपेक्षा छ। अब यसले कसरी काम गर्दैछ त भनेर पहिलो एकदम एक्सक्लुसिभ सर्ट तपाईहरु हेर्दै हुनुहुन्छ। जतिले हेर्दै हुनुहुन्छ हाम्रो नजरबाट यहाँ हेर्ने हो भने यो कसैले पनि खिच्नु भएको छैन। केही सञ्चारकर्मीहरू जस्तो देखिएका क्यामेरा बोकेका साथीहरू त यहाँ देखिएका छन्, तर यद्यपि उहाँहरू सञ्चारकर्मी हो जस्तो देखिनु भएको छैन। आफ्नो पर्सनल युजका लागि मात्र छ जस्तो देखिन्छ। तर तपाईहरु जति यु आर सो लकी गाइज है, तपाईहरु जतिजनाले हेर्दै हुनुहुन्छ यो फर्स्ट पिलर राख्ने कामको एकदमै सुरुवाती एकदमै स्टार्टिङ पोइन्टको यो दृश्य हामीले तपाईलाई विशेष रूपमा देखाइरहेका छौँ। हेर्नु होला कसरी काम गर्छ भन्ने विषय हामी तपाईलाई जानकारी गराउँदै लैजानेछौँ। र यो पाइलिङ मेसिन यो घेरा लगाएको रातो घेराभित्र हामीले अघि तपाईलाई जानकारी गराए जस्तै सेतो सेतो चिनोमा 30 mm को फरकमा चाहिँ यो घेरो लगाइएको छ। अब यहाँको यो फरकमा चाहिँ यो ड्रिल हुनेछ, यो पाइलिङ मेसिनले काम गर्नेछ भन्ने यहाँ हामीलाई जानकारी पूर्व जानकारी छ। अब कसरी चाहिँ काम हुन्छ हामी तपाईलाई देखाउनेछौँ। यो मेसिनमा अब अगाडि बेस जुन खाल्लो खन्ने हुन्छ त्यो अब जोड्न पनि पर्ने हुन्छ। त्यही अनुसार चाहिँ काम अब अगाडि बढिरहेको छ। पाइलिङ मेसिनमा यो बेस जोडिएको छ, यो खन्ने छ यसले। र कसरी खन्ने छ त? यो टेस्टिङको क्रम रहेको छ। यहाँ चाहिँ यो टेस्ट मात्र गरिएको हो। यो जुन ठाउँमा खनिनु पर्ने हो त्यो ठाउँमा खनिएको होइन कि, टेस्ट गरिएको थियो। र टेस्ट गर्दै गर्दा चाहिँ अब कसरी माटो निकाल्छ, कसरी काम हुन्छ, यो तेस्रो चरणमा, यो टेस्टको तेस्रो चरणमा चाहिँ
अहिले यो घुमिराखेको छ, तल पसिराखेको छ। माटो निकाल्ने कसरी हुन्छ, कसरी झार्छ, यो खाल्डो कसरी खनिन्छ, यो सबै कुरा यो दृश्यमा देख्नु पाउनुहुनेछ। यो टेस्टिङका क्रममा चाहिँ अहिले गरिएको विषय हो र हप्ता दिन पछाडि यो मेसिनलाई सबै कामहरू सकेर इन्स्टलेसनका काम सकेर आज 13औं दिनको यो दिउँसो पख यो 3:30 को समयमा यसरी यो टेस्ट गरिएको छ र यसरी माटो झिकिनेछ। हरेक पटकमा माटो यसरी ल्याइनेछ र माटोलाई यसरी झारिनेछ। र यसरी भुइँमा दबिनेछ यो मेसिन। दबिँदै गर्दा हरेक पाइलिङ 13 मिटर 600 मिलिमिटर को लेन्थमा यो गहिराई खनिनेछ र यो चाहिँ माटो झार्न निकै लेसिलो माटो पनि रहेको छ यहाँको। अनि यो निकै कठिन पनि भइरहेको छ माटो झार्नलाई चाहिँ। र पानी तुरुन्तै उठिहाल्छ, यहाँको माटो देखिन्छ। यो पाइलिङ मेसिनले यत्रो खाल्डो खन्यो। यो चाहिँ लगभग 7-8 मिनटमा खनेको खाल्डो हो र एकचोटिमा चाहिँ 1.5 मिटर माटो निकाल्दो रहेछ। 1 मिटरमा 1.5 मिटर माटो खनिसकेपछि चाहिँ यो लगभग 8-8.5 मिटर जस्तो यहाँ अहिले खाल्डो खनिएको छ। खनिँदै गर्दा चाहिँ हरेकले यसरी 354वटा खाल्डो यसरी खनिनेछ र यो टेस्टिङ थियो र यही तरिकाले चाहिँ अब खाल्डो खनिनेछ। यहाँ नापी पनि भइरहेको छ, गोलाइको काम पनि भइरहेको छ। 700 मिलिमिटरको रहेको छ, 700 मिलिमिटरको खाल्डो रहेको छ र यो टेस्टिङ गर्दाखेरि चाहिँ अब 8.5 मिटर 800 को यो खाल्डो रहेको छ र यसमै पिलर हालिनेछ र यसमै यो हामीले तपाईँलाई देखाएको थियौँ 500 को रहेको छ। यो जुन पिलर रहेको छ यो 700 को खाल्डोमा 500 को यो पिलर हालिनेछ र यही तरिकाले काम हुनेछ। पिलरको बारेमा भोलिदेखि हामी तपाईँलाई विशेष अपडेटहरू लिएर आउनेछौँ र देखिहाल्नुभयो 8.5 मिटरको खाल्डो, त्यही अनुसारको चाहिँ 700 को गोलाइ, त्यसमा चाहिँ 500 को पिलरहरू राखेर भोलिदेखि लगातार काम हुनेछ। खाडल चाहिँ 354वटा खाडल खनिन्छ। पिलरवाला अपडेट आजलाई यति नै। हामी यो प्यारापिटतर्फको अपडेट दिँदै गर्दा अर्को चाहिँ फ्लड तर्फको विशेष अपडेट पनि हामी तपाईँलाई जानकारी गराउने कोसिस गर्नेछौँ। 13औं दिनको अपडेट कस्तो लाग्यो हामीलाई सब्सक्राइब गर्न र कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।